हेलो साथीहरु एन्ड गुड मर्निङ फ्रम थाप्ले डाँडा। आज म गरेपानीदेखि थाप्ले डाँडा आइपुगेको छु। अनि आज चाहिँ मेरो थाप्ले डाँडा गरेपानी थाप्ले डाँडादेखि छुमरुङसम्म हो म जाने हैन। अनि छुमरुङदेखि यो भिडियो चाहिँ अप टु एबिसी सम्मको हुन्छ है। ल फाइनली देउराली आइपुगे। यो चाहिँ देउराली हो। अब यहाँ एकछिन रेस्ट गर्छु। ननाच है फेरि उता गरेपानीबाट। किनकि आजको यात्रा धेरै लामो छ त्यही भएर नि। ओके, यु क्यान सी ओभर हियर दिस प्लेस नेम इज देउराली। रुटको चाहिँ अप्ठ्यारो भर्याङ भनेको चाहिँ यहीँ हो क्या। अलिकति चिप्लो अनि ठाडै छ। नत्र त दामी छ नि। फेरि सिन त पागल हान्छ क्या। यो चाहिँ बनटाडी है। अनि यो बनटाडी चाहिँ गरेपानीदेखि के अरे देउराली भन्दा मुनिपट्टि यो बनटाडी हो क्या। बनटाडी चाहिँ यो टाढा पानी जाने बाटोमा चाहिँ छ होइन। यस्तो राम्रो ठाउँ छ। यहाँ चाहिँ हामी लन्चको लागि रोकिन्छ होइन धेरै जसो। अनि यो कुहिरो देख्दा त अर्कै दुनियाँमा हिँडे जस्तो फिल हुने के। अनि टक्कै यो बार होइन यस्तो हेर्दा त अनि म अर्कै ठाउँमा आइपुगेँ कि जस्तो भइरहेको थियो कि यो मौसम होइन। यति राम्रो भइरहेको थियो कि। यो कुहिरो कट्ने बित्तिकै ट्रेकर सेन्चुरी आउँछ कि। ट्रेकर सेन्चुरी यो होटल चाहिँ अब जस्ट बनटाडीको चाहिँ अन्तिम होटल हो भनौँ होइन। अब यहाँबाट चाहिँ हामी तल लाग्नुपर्छ ठाडै ओह्रालो होइन। ओह्रालो लागेर फेरि उकालो चढेपछि चाहिँ टाढापानी आइपुग्छ है। अहिले टाढापानी आइपुगेँ होइन। अब आज चाहिँ छुमरुङ जान्छु। अब अनि यहाँ चाहिँ लन्चको लागि रोकेको थिएँ। खायो 2 ताल भात अब जमायो। अब टक्क फेरि रफ्तार हान्नुपर्छ होइन। अब चाहिँ अराउन्ड 4 आवर्स 4 घन्टादेखि 5 घन्टा लाग्छ होला अझै। अनि यो चाहिँ लगभग अराउन्ड कतै गरेपानीदेखि छुमरुङ चाहिँ 27 किलोमिटर छ क्या। उकालो ओह्रालो गरेर होइन। अनि म चाहिँ यही ठाउँमा हो ठ्याक्कै यही होटलमा हो प्यानोमामा। अब छुमरुङ पुगेपछि चाहिँ ओके त्यहाँ पुगेपछि चाहिँ म एउटा भिडियो बनाउँछु। कति 12 घन्टाको बाटो 8 घन्टामा चाहिँ छुमरुङ आइपुगेँ होइन। अनि आज चाहिँ मैले अराउन्ड 30 किलोमिटर चाहिँ वाक गरेँ क्या माउन्टेनमा। वाइल्ड ट्रेल छ होइन। ओ माई गॉड। अस्ति चाहिँ मलाई 12 घन्टा लागेको थियो। आज चाहिँ म 8 घन्टामा आइपुगेँ कि यहाँ। यो चाहिँ चिया बगैँचा हो क्या यो छुमरुङको। जस्ट द टी गार्डन। हेलो साथीहरू, छुमरुङमा चाहिँ यस्तो फेसिलिटी पनि छ है। भलिबल खेल्न पाइन्छ, बास्केटबल खेल्न पाइन्छ होइन टक्क। अनि फाइनल्ली साथीहरू म चाहिँ छुमरुङ माउन्टेन भ्यू लज एन्ड रेस्टुरेन्ट आइपुगेँ होइन। अनि म चाहिँ आज यहीँ नै स्टे गर्ने हो। अनि यहीँ स्टे अनि यहाँ चाहिँ मैले पुकार दाइलाई भेटेँ। अनि पुकार दाइसँग चाहिँ एकदम राम्रो गफगाफ भयो होइन। अनि जस हजुरहरू आउनु भयो भने पनि यही होटलमा बस्दा हुन्छ। यहाँ चाहिँ एकदम राम्रो फेसिलिटी छ होइन। हट सावरदेखि लिएर होइन वाइफाईदेखि लिएर अब खानेकुरा होइन क्याफे आइटमदेखि लिएर सब एकदम राम्रो छ क्या फेसिलिटी। अब क्याम्पिङको लागि यत्रो स्पेस छ है। हेलो एन्ड गुड मर्निङ फ्रम छुमरुङ। छुमरुङको चाहिँ यो मर्निङ भ्यू हो होइन। यस्तो राम्रो देखिरहेको छ क्या। तर कुहिरोले गर्दा चाहिँ हिमालहरू खुलेको छैन। म चाहिँ यहाँ छुमरुङबाट निस्किन आँटेको। ल त साथीहरू, अब म चाहिँ यहाँ छुमरुङबाट अब अन्नपूर्ण बेस क्याम्पतिर लागेको। यो चाहिँ छुमरुङको गुम्बा है। के दामी छ भ्यू। आज चाहिँ कुहिरो लागेको छ कि ठिक्क।
साथीहरू म चाहिँ छुमरुङबाट रोड्समा जाँदै हो यो चाहिँ छुमरुङको ब्रिजहरू चाहिँ हो सस्पेन्सन ब्रिज छुमरुङदेखि सिनेमा लागि फोटो खिचिरहेको छ अनि अहिले चाहिँ अप्पर सिनेमा हो यो भ्यू चाहिँ अप्पर सिनेमाबाट है बाम्बो आइपुग्यो होइन ऊ त्यहाँ हो है म चाहिँ बाम्बो आइपुगेँ आजलाई अझै माथि जानु छ अलि दोकान आइपुग्यो होइन यो चाहिँ लोवर दोकान म चाहिँ जानुपर्ने अप्पर दोकानमा यो चाहिँ हाइड्रो हो कि यहाँको है फाइनल्ली म चाहिँ अनि अप्पर दोकान आइपुगेँ अनि आज चाहिँ मेरो स्टे यहीँ नै हो होइन मेरो ग्रिनल्यान्ड लजमा हो अनि त्यहाँ चाहिँ रक्ष दाइलाई भेट्नु छ क्या अनि मैले रक्ष दाइलाई भेट्न चाहिँ त्यहाँ जसरी नै रोक्ने मेरो प्लानिङ हो क्या त्यही भएर म आज चाहिँ लोवर दोकानमा नबसिकन डाइरेक्टली अप्पर दोकान आएको हेलो साथीहरू गुड मर्निङ है म चाहिँ अप्पर दोकानबाट निस्किसकेको अनि यो पहिरो जस्तो देख्नु भयो नि यो ठाउँ यो चाहिँ अस्ति हिउँ पहिरो थियो कि होइन त्यही ठाउँ हो कि है यस्तो खतरा भएर रहेछ कि यसको यो चाहिँ अलिकति अप्ठ्यारो भएछ कि बाटो बिगार्दैछ चिप्लो पनि लास्टी छ है हो माथिबाट आएको कि डाँडाबाट यस्तो हिउँ पहिरोले अझै आइसक्यो यहाँ यो पुरै आइसक्यो सेतो सेतो टल्केको सबै निहाल गाडीहरू सबै फाँड्दैछ हामी चाहिँ ट्याक्क अन्नपूर्ण बेस क्याम्प जाँदाखेरि बाटोमा देख्छ नि जुन वाटरफल त्यहाँ चाहिँ आइपुग्नु लागेको छ है ल साथीहरू हेर्ने होइन त अब वाटरफल टक्क ल हेरिदिउँ है अब यहाँ चाहिँ मन्दिर छ होइन टक्क राइट ल यही हो वाटरफल अब बर्खामा त झन् बब्बाल देख्छ कि अन्त त्यति त्यो पानी छैन नि त जिन्दगीको के भरोसा दामी छ नि होइन ल साथीहरू म चाहिँ अब हिमालय आइपुग्नु लाग्यो होइन त्यो पानीको चाहिँ हिमालय फाइनल्ली हिमालय आइपुग्यो है हिमालय अब म चाहिँ आज बेस क्याम्प हो म हिँड्दै गर्छु यार बेस क्याम्प पनि हो फेरि मेरो चाहिँ दिदी You want to rest? No. Wild trails of Annapurna.
हिमालयदेखि 1 घन्टाको हिँडाइ गरेर अहिले चाहिँ देउराली आइपुगेँ होइन। अब देउरालीको नजिक अब यहाँ चाहिँ एउटा ठुलो ओडार पनि छ अनि यहाँ बुद्धको मूर्ति पनि छ क्या। उकालो हिँड्दा हिँड्दा अनि एकदमै थकाइ लागिरहेको थियो अनि स्याहाँ भइरहेको थियो कि होइन। अब एकछिन यहाँ अब रेस्ट गर्ने अनि यहाँ रेस्ट गरेपछि अनि ठ्याक्क पारि देउराली हुँदै अनि त्यहाँबाट चाहिँ अहिले बाटो चाहिँ पहिला खोलापारीबाट थियो भने अहिले चाहिँ खोलापारीबाट छ अरे होइन। त्यही भएर म चाहिँ अब त्यो खोलापारीको बाटो जानुपर्छ होइन। एकछिन यहाँ बस्छु अनि यहाँबाट चाहिँ देउराली आइपुग्नु लाग्यो। हो त्यो पारीको देउराली हो पछाडि मेरो पछाडिको। यहाँ चाहिँ गौतम बुद्धको उस्तो क्या एकै ओडा र पिठुलो ओडा छ। दामी छ त्यस ठाउँ। यो पनि हिउँ पहिरो गएको ठाउँ हो। ट्याक्क अझै सेतै छ आइस हो यो पुरै है। ट्याक्क अब यहाँबाट पारी जाने अनि ट्याक्क देउराली आइपुग्छ होइन। अनि त्यसको एराउन्ड 2 आवर्स 2 घन्टादेखि 3 घन्टामा त बेस क्याम्प पुग्छ जस्तो लाग्छ। स्पिड चाहिँ एकदम हाई भयो। देउरालीको चौतारीमा बसेर अब के भन्छ अरे देउरालीको बस्तीमा चाहिँ घुसिरहेको छु है। अब यो देउरालीको चाहिँ यहाँ होटलहरू छ टन्नै छ। यहाँ पनि होटलहरू छ। हेलो साथीहरू जब यो दामी देखाउँछ है। अन्नपूर्ण बेस क्याम्प आउँदा चाहिँ यो भिडमा चाहिँ गौतम बुद्ध कसले देखेको भन्छ भन्नु है। यहाँ गौतम बुद्धको उस छ। त्यो चाहिँ नेचुरल्ली बनेको क्या है कुनै आर्ट होइन। त्यहाँ देख्न सक्नुहुन्छ गौतम बुद्ध ध्यान गरेको। जाँदाखेरि चाहिँ यताबाट बाटो ब्लक छ किनकि अस्ति त्यहाँ हिउँ पहिरो आएको सब ठुलो। त्यो पहिरो पनि अहिले खिचेर देखाउँछु है। अनि अहिले चाहिँ हामी यता खोला तरेर अनि पहिला चाहिँ त्यार्से थियो। अहिले चाहिँ अब खोला तरेर फेरि उकालो जानुपर्छ। बेबी चाहिँ खतरा हिँडिदिन्छ कि फेरि रनर अन्त यहाँबाट त्यो पुल तरेर जाने खोला तर्ने। अस्ति गएको हिउँ पहिरो चाहिँ उतै हो। अनि त्यो पहिरोले गर्दा चाहिँ बाटो ब्लक छ क्या पारीको होइन। हिउँ पहिरोले पहिला चाहिँ उताबाट थियो भने अहिले चाहिँ देउरालीबाट क्रस गरेर यता पारीबाट आउनुपर्छ है। तल पाउने गुराँस र यता माथि हिउँतिर पाउने गुराँस चाहिँ धेरै फरक हुन्छ है। ट्याक्क यही नै हो अस्ति 1 महिना अगाडि आएको ठुलो हिउँ पहिरो अन्नपूर्ण बेस क्याम्पको उतापट्टिको बाटो बन्द। त्यो भएर खोला पारीबाट हट अब उता यहाँबाट फेरि खोला तर्ने हो। पुल चाहिँ खतरा खायो। अब माछापसरी बेस क्याम्प लगभग आइपुग्न लाग्यो। यहाँ पनि झर्या रहेछ माल झर्या रहेछ कि अब म चाहिँ अन्नपूर्ण बेस क्याम्प आज अन्नपूर्ण बेस क्याम्प पुग्ने अनि अहिले चाहिँ माछापसरी बेस क्याम्प आइपुग्नु लाग्यो। यहाँ चाहिँ जचिसा हावा चलिरहेको छ कि अनि बाटोमा हेप्पी धेरै हिउँ पहिरो गएको रहेछ। अनि खोला पारीबाट आउँदा धेरै घुम्नु पऱ्यो कि ठिक छ। अबको लगभग 2 घन्टामा त 2.5 घन्टामा त म बेस क्याम्प पुग्छु। तर डेन्जर चिसो भएको छ होइन हावा चलिरहेको छ। बेस क्याम्प माछापसरी बेस क्याम्प पुगेर चाहिँ भिडियो बनाउँछु। अहिले चाहिँ मेरो मोबाइल डेड हुन आँटिसकेको छ है। ग्रेट वाल अफ चाइना त्यो चाहिँ होइन है ग्रेट वाल अफ अन्नपूर्ण।
यही त साथीहरू माछापुच्छ्रे बेस क्याम्प आइपुग्यो म चाहिँ अलिकति तलपट्टि छु क्या यो चाहिँ माछापुच्छ्रे बेस क्याम्प है अहिले चाहिँ त्यति खुले आएन माथि माछापुच्छ्रे जस भोलि खोल्यो भने चाहिँ जस म भोलि बिहान खिचेर हाल्छु म चाहिँ अब माछापुच्छ्रे बेस क्याम्पबाट अन्नपूर्ण बेस क्याम्प जाँदै उकालोमा छु फाइनल्ली अन्नपूर्ण बेस क्याम्प आयो है हाट क्लाइमेट चाहिँ धमिलो छ Say something, boy. फाइनल्ली अन्नपूर्ण बेस क्याम्प चाहिँ आइपुग्यो साथीहरू यस्तै नै हरेक ठाउँमा हरेक ठाउँको रमाइलो रमाइलो एउटा उयोहरू चाहिँ देख्न पाइन्छ कि छुट्टै ठाउँमा छुट्टै पाराको हुन्छ होइन अब यहाँ चाहिँ अब छुट्टै पाराको रमाइलो छ होइन त्यही त हो मजा हेलो एन्ड गुड मर्निङ फ्रम अन्नपूर्ण बेस क्याम्प आज चाहिँ लक्कीली हिमाल खुलेको छ है जस बिहान उठ्ने बित्तिकै हिमाल चाहिँ मिठो देख्न पाइयो यही नै हो अन्नपूर्ण बेस क्याम्पको चारैतिर त्यो हिमालहरू होइन चारैतिरबाटकै हिमालहरूले घेरेको अनि बिचमा बेस क्याम्पकै यही नै हेर्न म आउनु त हो सबैजना होइन टक्क आनन्द लिने होइन पिस पार जस राम्रो छ ठाउँ यदि हजुरहरू पनि जान मन लागेछ भने जाँदा हुन्छ त्यति गाह्रो पनि छैन ल त साथीहरू अब तबाट हेली आइरहेछ होइन अब जस आजको भिडियो चाहिँ अब यति नै भनौँ होइन अब त्यति मौसम चाहिँ जस खुल्यो राम्रो जस पुरै हिमालहरू चाहिँ देखाउन पाइयो होइन चारैतिर होइन मौसम खुलेको भएर ठ्याक्क अब जस भिडियो मन पऱ्यो भने लाइक गर्नु कमेन्ट गर्नु होइन सब्सक्राइब गरिदिनु है अनि सेयर पनि गरिदिनु सपोर्ट गर्नु फेरि यस्तै अब नयाँ ठाउँहरूको चाहिँ भिडियो लिएर आउँछु ढिलो चाँडो होला होइन त्यस्तै हो